नमस्ते हजुरहरू। अब चाहिँ हाम्रो बुझो लाउने टाइम आइसक्यो। आज चाहिँ हाम्रोमा मैले हिजो भनेको थिएँ, म सपिङ गर्नु गएको थिएँ, रायोको साग भनेर लिनु गएको थियो। यो रायोको साग सुँगुरको मासुमा है यसमा सुप लगाएको। अनि यो चाहिँ आज हाम्रो के अलिकति रायोको साग पनि, अनि अलिकति आलु, अलिकति रातो दाल, अनि अलिकति राजमा मिसाएर यो चाहिँ लेदो लेदो बनाएको दाल है, आफ्नै स्टाइलमा झ्यास मिसे यो पनि बनाइदिएको। अनि यो चाहिँ अब तपाईँ हामीले चाहिँ अब प्राय जस्तो नेपालमा त हुँदैन है, नेपालमा त देखेको छैन है। अब तपाईँहरूको कन्ट्रीमा छ भने चाहिँ म्यासेज गर्नुहोस् ल, उसमा कमेन्ट गर्नुहोस् है। यो चाहिँ अकबरी खर्सानी भन्छ, साह्रै पिरो हुन्छ, यो असाध्यै पिरो हुन्छ। अनि यसको बासना पनि अकबरेको नै आउँछ है, पिरो पनि बेसरी हुने, अनि अकबरेको आउँछ। यो चाहिँ सिजनमा चाहिँ 9 रुपियाँ 99 केजी पर्छ। अनि अहिले चाहिँ अफ सिजन भएर 13 रुपियाँ किलो, लगभग नेपालको 1600-1700 जस्तो हुन जान्छ। युरो अहिले बढेको छ, त्यो हिसाबले गऱ्यो भने। किन भनेको भने फेरि अस्ति एउटा साथीले सोध्नु भएको थियो, यो कुरीले चाहिँ प्रति केजी कसरी ल्याउनु भयो भन्नुभएको थियो। त्यतिखेर त अब हेरिन थाहा भएन, अनि सोध्नु हुने रहेछ हजुरहरूले भनेर चाहिँ मैले चाहिँ अहिले यसको मूल्य भनिदिएको है। फेरि आफूले खाने मूल्य पनि के भनिदिएको नभन्नुहोस्। एउटा बहिनी कुरिलोको बारेमा सोध्नु भएको थियो, त्यो त मैले हेरेको थिइनँ, किनेर ल्याएँ, थाहा भएन मलाई। त्यही भएर चाहिँ मैले भनेको, अरू बेला चाहिँ 9 रुपियाँ किलो 99 पर्छ, अहिले चाहिँ 12 रुपियाँ 99 प्रति केजी। ल अब चाहिँ हामी खान्छौँ ल, तपाईँहरूको ठाउँमा सबैलाई आफ्नो ठाउँमा गुड नाइट भन्न चाहन्छौँ। अब हामी चाहिँ हसर्छौँ। लु खाऊ त कस्तो भएछ। अब ढगाडे मासहरू आइपुग्यो नि यहाँनिर, 3 थाल पुग्यो, अब सकिगयो नि। हाम्रो दर्शकहरूले त मोमोहरू खाएकोहरू भन्दा भातहरू खाएको साह्रो मन पराउनु हुँदो रहेछ। म जस्तै रहेछ तपाईँहरू पनि। म पनि खानाहरू खाएको त साह्रो हेर्छु कि, मनपर्छ मलाई पनि। लु खाम है, ल खायौँ है हजुर। दाल दिउँ। अहिले एउटा मात्रै खानु मलाई पिरो हुन्छ बढी। सकिन्छ होला खान्छ। ल हो पिरो खाऊँ न। असाध्यै पिरो हुने क्या, तर बासना चाहिँ अकबरे नै बेसर पिरो छ। पिरो छ नि होइन। ल थालसाले मास्टर आयो। थोरै खाऊ न दालसँग। यो दाल, आलु, राजमाको दाल गजम गुजुङ बनाएर बाक्लो बनाएको अलिक हेरौँ भयो अहिले। तपाईँहरूको कुन कुन यो बाहिर देशमा हुनुहुन्छ भने हजुरहरू कुन कुन देशमा यस्तो पाउँछ खोर्सानी कमेन्टमा लेख्नुहोस् ल। तपाईँहरूको देशमा के भन्छ यसलाई चाहिँ। अब हामी चाहिँ नेपाली भएर अकबरी खोर्सानी। ल बेडे खोर्सानी थाहा छैन अरू त के भन्छ कुनै। यहाँको मान्छेहरूको त भाषा त हुन्छ, तर हामीले जान्ने सजिलोको लागि चाहिँ अकबरी खोर्सानी। रायोको साग चाहिँ कस्तो दामी पाउने क्या है, डुकुवाला। नेपालमा त 50 रुपियाँ मुठा पाउँछ होला नि, पाउँदैन? सिजनमा त गाउँमा त्यसै दिन्छ मान्छेहरूले, छरछिमेकीहरूले त्यसै दिन्छ नि। यहाँ त एक सागको लागि ठुलो परिवार छ भने त त्यतिले त पुग्दैन। सानो परिवार ठिकै परिवार छ भने चाहिँ 400 सम्मकोले चाहिँ पुग्छ मजाले खानुलाई। खोर्सानी कस्तो पिरो हो है।
ल जा दाल अलिकति साग अनि अलिकति आलु ट्याक्क झन्द्रङ्गी फुल बनाए जस्तो बनाएको तरकारी मिठो भएछ ल नेपालमा त कोरोना लागेको त खालि 10,000 पुगेछ है 10,000 पुगेको अनि सिधा कुरा जनतासँग प्रोग्राममा भन्दै हुन्थ्यो अनि 10,000 अब हाम्रो नेपालीहरू कसरी बाँच्ने भन्ने कुरा भन्छ त डेन्जर पर्छ है दिमाग खराब हट अन्त 10,000ले कता कता छुयो कता कता हग्यो कता मुत्यो कुन गाडी चल्यो कसो घर लखर लखर डुल्यो हो कि नै सर्वस्व भयो र केपी बाजे साई भने ठिक छ जोलाई नि खान्छ यो लाइन्छु ल खाऊ न कस्तो राम्रो ले आलुसँग दामी पक नयाँ आलु निस्केको रहेछ अहिले $10,000 पुग्यो नि इन्डियाको नाका चाहिँ मजाले बन्द गरिदिए भए चाहिँ फैलिन्थेन क्या अब फेरि इन्डियन दाजुभाइहरू आउने जाने फेरि बन्द गाह्रो हुन्छ बन्दै होला नि नाका त अनि लकडाउन भएर नेपालमा खानु नपाएको बिचरा नेपाली उयोहरू इन्डियन दाजुभाइहरू कसरी जान्छ गएको उता यता आएकोहरू नेपाली दाजुभाइहरू अनि अर्केर बसेकोहरू आउनु पर्यो नि त लड्दै पर्यो बिचराहरू अनि क्वारेन्टाइनको हाल खबर थाहा छ नि तिमीलाई एकैटा गमरा गुम्डाइदिनु रोगी निरोगी सबै अनि बल्ल क्वारेन्टाइनमा बसेपछि 25 दिन कि 18 दिनमा मात्रै ट्रेक अनि सकेको नि बाँचिँदैन अब कसैले कति भयो तिमीलाई पिरो नि होइन डेन्जर पिरो तपाईँले कति धेरै खानुभएको हो त खानु मलाई प्याज बोसो चाहिँ झ्याप्पै खान
मलाई त साग त अनि एक डोजर लागेछ त मलाई पनि धेरै नै हालेको एक डोजर साग ओहो 2 डोजर भात एक डोजर होइन 3 डोजर भात सुँगुरको मासु त्यस्तै यो सागहरू पनि इन्डियन पसलको दाजुभाइहरूकोमा पाएको भए सस्तो पर्दैन क्या कान्छे है अब चाइनिजको मात्रै पाउँछ चाइनिजहरु चाहिँ कहाँबाट लिएर आउँछ होला है हुन्छ नि एउटा बोटको 400-500 पर्छ फेरि त हामी बस्ने ठाउँ चाहिँ चाइनिजहरुको पसल धेरै छैन कि त्यही भएर दुईटामा छ त्यही भएर पनि महँगो भएको होला अब चाइनिजहरुको पसल चाहिँ कति सस्तो पर्छ भने सामानहरु हैन त्यहाँ बेसी महँगो पर्छ पोर्तुगल र स्पेनमा पनि छ चाइनिज त गुडुङ त्यही भएर सस्तो पर्छ त्यहाँ म त उता गर्न टन्नै बोकेर लिएर आउँछु सस्तो त त्यही हो 300 रुपियाँ केजी पाउँछ यहाँ चाहिँ एउटा बोट पाउँछ अनि 300 केजीमा कति धेरै अट्छ त्यतै 2 रुपियाँ 99 3 रुपियाँ 99 पर्छ केजीको 400 रुपियाँ आउँछ मजाले गएको बेला बोकेर ल्याउँछु म सिमे साग है अस्ति सिमे साग कति ल्याउनु भएको त्यो त सस्तै हो त्यो त 79 सेन्ट त्यति धेरै 79 सेन्ट भनेको लगभग 100 गोली हिसाब गऱ्यो भने 75 सेन्ट 75 रुपियाँ 80 रुपियाँ जति पर्छ है तर यहाँ त सिमे साग किनेर खान्छु भन्दा पाउँदैन छैन यहाँ त साग पाउने भनेको रायोको मात्र हो कस्तो मिठो हो मासुको ग्रेभी दाल त्यस्तै लेख्नु साग चाहिँ तर राम्रो पाउने हो धरान धनकुटातिर पाउने डुकु जस्तै बेलेटातिर माथि पाउनु जस 1000 को साग बोकेर ल्यायो भने मजाले फेरि खानु मन नलाग्ने गरी नक्का हुन्छ कहाँ यहाँ हामी घर तर चुस पकाउनु चाहिँ भएन एकैचोटि क्या अनि हामीले अस्ति एकपल्ट हामी साग खानै मन नलागेको थियो त होइन त्यहाँबाट आज खाएको मासु नखाएको हो खाएको थियो धेरै साइडमा नलागौ न खाऊ न त्यहाँ त बेसी अब मिठो भयो म त सबै खाएँ
मासु किन खाएको हेर 2 पिस ल खाइयो 3 क्विन्टल चामल मासु साग ल खायौँ हामीले चाहिँ मजाले नै ल अब हाम्रो खुवाइ त डह्रो छ हजुर डह्रो नखाए त फेरि भरे निन्द्रै लाग्दैन ल अब चाहिँ धेरै नबोलौँ बोल्ने दिनमा कुनै दिन फेरि बोल्दै जाँदै गर्नुपर्छ सधैँ बोल्यो भने फेरि मान्छेले इरिटेट हुन्छ एलर्जी लाग्छ नि त फेरि ल है अब चाहिँ हामी छुट्छौँ अनि जसले हामीलाई त भन्नै पर्यो कमेन्ट गर्नुभएको छ स्विट कमेन्ट गर्नुभएको छ उहाँलाई फेरि हृदयबाट हामी दुईजनाको तर्फबाट थ्याङ्क यू सो मच भन्न चाहन्छौँ है एकदमै धन्यवादी छौँ अनि जसले हामीलाई सब्सक्राइब गरिदिनु भएको छ उहाँहरूलाई पनि फेरि हृदयबाट धन्यवाद दिन चाहन्छौँ ल अब चाहिँ म धेरै आज नबोल्नु पर्यो धेरै बोल्यो भने तपाईँलाई सुन्दा झ्याउ लागेर आउँछ अनि कहिले कहिले त्यस्तो बोलिदिनुपर्छ क्या तबै मजा लाग्छ ल अब चाहिँ हामी छुट्छौँ ल दुईजना ल अब चाहिँ छुट्टौँ